लाइक शेयर सब्सक्राइब गरेन हुन्छन् गाइस। थाहा छ मेरो हातमा के छ, एउटा घर प्लस गरिदिन्छ यहाँदेखि म डाइरेक्ट। हेलो गाइस, वेलकम टु माई न्यू भिडियो। आज चाहिँ हो डे 3 र डे 3 मा के बनाइसक्यो त हामीले, के गरिसक्यो यहाँनिर ग्लोबल पिस प्रिपरेसनको लागि। यहाँ चाहिँ डेट 15 देखि स्टार्ट हुन्छ, त्यसको लागि हामीले के प्रिपेयर गरिसक्यो हो त्योहरू हेर्नु होला। बाटो उकालो छ एकदमै, अप थाकेर हत्तु साह्रो पर्दैन हिँड्नु, घाम त्यसै लागेको छ हो। फेरि अहिले बनाउनु त निकै बनाइसक्यो, तर त्यो बनाएको भिडियोहरू त अब म लाउनु त त्यति सक्दिनँ, किनभने म काम गर्नुपर्छ हो। फोनहरू एलाउड हुँदैन, अनि आफू पनि काम गर्नु पऱ्यो। रेकर्डहरू कहाँ गरेर अनि त्यहाँनिर दिँदैन, म्यानेजरहरूले थाहा पाएर गराउँछ। त्यही भएर म कम्प्लिट भइसकेपछि मात्रै अलिअलि लाउँछु, अनि बनाउँदै गरेर भिडियोहरू अलिअलि टाइममा रेकर्ड गर्नु पायो भने। नभए त मै काम गर्नुपर्छ, भिडियो कहाँ बनाइरहनु भने फोनहरू दिँदैन खेलाउनु फेरि। त्यही भएर यस्तो थाक्छ कि। यहाँ पुग्यो यी लागाङहरू केहरू झन्डा यहाँ छु, हिँड्दैछु उकालोमा स्याउँदै। अनि यहाँ चाहिँ के लागेछ है, के रोपेछ यहाँ। यो काँस जस्तो पहिला चिल्लै थियो यहाँ, अहिले पुरा रोपेछ। यो डोरी लगाएको छ यहाँ त, मैले देखाहालेँ डेट 2 मा म जाँदैछु। डे 2 को भिडियोमा चाहिँ यस्तो थियो है। डे 3 मा चाहिँ यहाँ यस्तो लाउँदैछ, यताको क्यान्सल भयो नि त। अनि यो हो गेटमा पनि यहाँ के फुलहरू लगाएको छ। यो चाहिँ घारी ल्याएर राखेको रहेछ हौ, घारी आर्मीहरूले भुटान झन्डै खोज्यो, भुटान आर्मीहरूले। यहाँ के फुल छ, के छ यहाँ फुलहरू। यहाँ फुलहरू केहरू लगाएको छ यहाँ, सब जङ्गलको फुलहरू, रेल फुल किनेको फुलहरू होइन। यहाँ उन्यु के छ, ट्याक्सी गयो। यहाँ उन्युहरू केहरू ल्याएको छ यहाँ, सब गेटमा सजाउने अरे। कहाँदेखि खोजेर ल्याएको छ। यस्तै छ गाइस। अब डे 4 म बनाउनु सक्छु कि सक्दैन कुनै हेरौँ कस्तो हुन्छ, के हुन्छ। बनाउनु सक्यो भने म बनाएर लाउने छु। ओ डे 3 यस्तो दार्जिलिङहरू लगाएको छ। अस्ति यहाँ दार्जिलिङ केही लगाएकै थिएन झन्डा। भुटानको भाषामा चाहिँ दार्जिलिङ, नेपालीतिर चाहिँ झन्डा भन्छ। यहाँ मुनि चाहिँ गेटहरूमा घारीसारी लाउँदैछ। यता पनि सबै डोरी लगाएको छ, के चाहिँ लाउँछ कुनै अब यहाँ आर्मीहरूले। हेर्दै जानु, पछाडि भिडियोमा देख्ने छ। थाक्यो। तिर पनि सब ढुङ्गा ओछ्याएर, अस्तितिर केही थिएन, अहिले सबै ढुङ्गाहरू ओछ्यायो। स्टेपहरू राम्रो बनायो, दोलेप। यसले लाइट लाउँदैछ, लाइट पोल लाएर यहाँनिर हुन्छ एङ्गल लाइट। माथितिर लगाएको जस्तोहरू हो यस्तो। एउटा 2टा 3टा 4टा हुन्छ यहाँनिर। लु एउटा पोल चाहिँ गाडिसक्यो। अब यहाँ यस्तो चाहिँ 4टा आउँछ अझै।
यहाँ चाहिँ अब वायरिङ थाल्दैछ है। यहाँबाट यस्तो सर दुलो बनाएकोदेखि पोल लाएर 4टा तार यहाँ छ। रातो रातो मापु त कालो रातो लाउनु पर्ने हो, छैन छ हो त। रातो रातो लाएर यहाँदेखि सट्टोसँगले ट्यापिङ चाहिँ यहाँ माथि गरेको छ। यो पोलदेखि यो तार चाहिँ यतादेखि आएको हो, अनि यहाँदेखि ल्याएर यस्तो हालेर यहाँ आइपुगेछ। त्यहाँदेखि यहाँदेखि यस्तो गरेर दिने। यहाँदेखि सट्टै गएर चाहिँ यस्तो दुलो 4टा दुलो। यहाँनिर चाहिँ पोलहरू लगाइसक्यो। अब 4टा, 1टा, 2टा, अनि कनेक्सन पनि गरेको छ। यहाँ तार 4टा लाइट यहाँदेखि उता गर्नु छ। अब चट्टै झिलिङ हिँड्नेको बाटो यस्तो गरे यहाँ लाइट हुन्छ। अब रातिको भ्यू म देखाउँछु यहाँ कस्तो देख्दो रहेछ। ये लाइट कनेक्ट यस लाइट कनेक्ट गर्दैछ। अहिले चाहिँ यो एउटा सक्यो, 4टा छ टोटल। यहाँ कनेक्ट गर्दैछ। स्ट्रिट लाइट भन्दैछ 3 वाटको, त्यति पावर त छैन। अलिअलि बाटो यस्तो गरेर एङ्गलमा बाटो देख्नुको लागि मात्रै यता हिँड्दाखेरि। अनि उता पर छ 2टा सक्यो। त्यहाँ इन्कम्प्लिट भए लाइट लगाइसक्यो सबै 4टा सब कम्प्लिट। अब गएर बेलुका अन्टेज हुन्छ यसको। यो चाहिँ हो थ्रोङ्ड्रेल। यस्तो रेक्टेङ्गल सेपमा छ। 8 मिटर बाई 6 मिटरको छ यसको हाइट र विथ चाहिँ। थ्रोङ्ड्रेल भनेको चाहिँ यही हो है गाइस। अब चाहिँ लगाइसकेँ। रात पऱ्यो लाउँदै यो बुद्धको फोटो यहाँ माथि लगाइरहेको छ। अहिले पुरा अँध्यारो भयो लाउँदै। हिजो बेलुका चाहिँ राम्रो देखेन कि, अनि अहिले बिहान खिचेको होला यो चाहिँ थ्रोङ्ड्रेलले बुद्धको फोटो। अब यसको माथि पुरा लाइट लाउनुपर्छ, ट्र्याक लाइट 3टा। अब चाहिँ गाइस यहाँनिर वायरिङ गर्नेको सुरुवात हुँदैछ। तार ल्याएको छ। यहाँ ट्र्याक लाइटको फ्रेम छ। यहाँ ट्र्याक लाइट छ 3टा। यहाँ यस्तो गरेर उँधो पारेर लाउनुपर्छ। ओ माथिदेखि लाउनुपर्छ लाइट चाहिँ उँधो फोकस गरेर फोटो देख्नुको लागि। लाइट चाहिँ यसमा लाउने हो बटममा, यहाँदेखि मुनि फोकस गरेर। अनि यहाँ साथीले तान्दैछ डोरीमा ट्र्याक लाइट। हाइट निकै छ नि, 8 मिटर भनेपछि निकै हल्को छ नि। यहाँदेखि लाइट युट्युबर में भाइ युट्युबर यस्तो छ है गाइस। पैसाको लागि के गर्नुपर्छ। यहाँदेखि खोसे भने चाहिँ हड्डी खुट्टी ढुट्टो हुन्छ नि। झन् लाखाङको डन्ड नआइबे। लाखाङ त मुनि देख्दैछ अनि लाखाङले हाइटिमै पनि हान्दिए। ओ माई गड। बस्ने त यत्रो छ। ओइ मैले त घाँचे यस्तो छ दुखा। मैले यहाँ त घाँचे मिटर गेप एउटा जग्गा दिइन थियो। चिउ हुँदैछ त यहाँदेखि हेर्दा त मुनि त। अब चिमुको सेफ्टी बेल्टहरू उयो मुनि चुनिला दिएन। अनि बेउँदै तामा ए साका यहीँ से माता जो छैन डुब्ने छैन त्यो चिज जिबे थे चिज जिउमै न छेटेको बिर्सेर ठक्कै मुनि टेक्यो भने त ब्लाट्टै खस्छ त अनि। तो दुगा
ल गाइस अबे यस्तो छ है दुःख लाइट लाउनु पनि छ सबै देउदा इन्कमिङली बुकेको कति हैन तर आनुहरु पो अधिक सिलिपर रहेछ हैन सिलिपर लिन्छ लो गाइस अब चाहिँ लाइट पनि लगाइसके तीनटा ट्र्याक लाइट अहिले दिउँसो त त्यति देख्दैन लाइट अब राति हेरौँ त्यति पावर त छैन यो लाइटको यो चाहिँ रातिको भ्यू गाइस ए लाइटले त त्यति उज्यालो छैन मुनिदेखि दिइरहेछ अहिले चाहिँ त्यही भएर उज्यालो देखेको नभए त यति उज्यालो त छैन यो लाइट माथिदेखि छ त्यो बुद्धको अनुहार देख्नुको लागि मात्रै लगाएको ट्र्याक लाइट तीनटा यो चाहिँ लाखाङको सुरक्षाको लागि राखेको यसलाई तोप भन्छ कि आर्टिलरी हो कि के भन्छ यसलाई यो चाहिँ रेल हो है यसलाई बुलेट लाएर हिँडेका भने जान्छ नि यो त लाखाङको लागि राखेको सुरक्षाको लागि यसको दुलो चाहिँ यहाँ चाहिँ बुलेट जाने दुलो चाहिँ टक्कसँगले यहाँदेखि टिम दिँदा त आमा अनि यहाँ समातेर चाहिँ एम गरेर चाहिँ हान्ने हो यो चाहिँ ए ब्याक फ्रन्ट सब जान्छ यो चाहिँ हो ब्लक 6 मैले अरू भिडियोतिर देखाइरहेको थिएँ नि ब्लक 1 ब्लक 2 ब्लक 3 ब्लक 4 ब्लक 5 ब्लक 6 भनेर सबै ब्लक चाहिँ ब्लक 1 to 6 चाहिँ सेम डिजाइन छ है अहिले चाहिँ म जाँदैछु माथि फर्स्ट फ्लोरमा सबै ब्लकको डिजाइन सेम हो सब यस्तो अहिलेको मोडर्न स्टाइलै छैन भित्र सत्यको जस्तो छ यो कलर हेर्दाखेरि सिमेन्टेड जस्तो देख्छ तर सिमेन्टेड एउटै छैन है सब माटो कुटेर बनाएको कुनै वाल पनि सिमेन्ट लगाएको होइन यो सबै रुम ब्लक 1 2 3 4 5 6 मैले अस्तिको भिडियोतिर देखाएको थिएँ नि ब्लक 1 2 3 4 5 6 सब सेम हो सेम डिजाइन सब माटोले कुटेर बनाएको यो चाहिँ ढुङ्गाहरू सिमेन्टहरू एउटा केही युजै गरेको छैन यतापट्टि अर्को रुम यस्तो चाहिँ सब माटोको वाल ओल्ड स्टाइलको यस्तो चाहिँ खोल्ने लाउने सबै पुरानो स्टाइल हेरेर बनाएको यो चाहिँ यो हो डाइनिङ हल अब यसको भित्र गएर हेरौँ ल कस्तो कस्तो रहेछ एन्ट्रेन्स यस्तो छ यो होटल जस्तो दामी दालबाट गरौँ ठिक ठिक चेयरहरू लाइट बालेर हेर्छु ल अब यो चाहिँ हो फ्लोट सकेट यस्तो गर्ने सबै खोलिन्छ भाइ ढिलो भयो भने यसो थिच्दा नि हुन्छ फेरि यसो गऱ्यो इस यो चाहिँ उहिलेको सामान हो भुटानको यहाँ रक्सी राख्ने यो पनि रक्सी राख्ने हो यो भाँडा चाहिँ पनि के को हो यो पनि रक्सी राख्ने ढिलो छोप्ने बिर्को यो पनि यहाँदेखि रक्सी लाएर निकाल्ने प्रिजर्भ गर्ने त्यो छ लाइट चेक गर्न आएको छु सकेटमा यो यस्तो लाग्यो हो सेकेन्ड फ्लोर यो चाहिँ यतिकै डाइनिङ हलको अघि यहाँ सबै सफा गर्दै थिएँ अहिले
टक टक सबै सकेछ यसमा टक्क बजेर खाने यहाँ जान्छ टक्कसँगले बस्ने हो यता पनि छ बस्ने सेम खाने जग्गा एटिकमा टक्कसँगले बस्यो खायो यस्तो छ डाइनिङ हलको बुटनिस स्टाइलमा